ल आज एकदमै महत्त्वपूर्ण विषयमा कुरा गरौँ। नेपालमा मानव अधिकारको संरक्षण कसरी हुन्छ? यो कुनै एउटा संस्थाको मात्र काम होइन, बरु यो त एउटा पुरै पारिस्थितिक प्रणाली हो, एउटा सञ्जाल। आज हामी यही प्रणालीभित्रका मुख्य खेलाडीहरू को हुन् र उनीहरूले कसरी मिलेर काम गर्छन् भन्ने कुरा बुझ्ने प्रयास गर्नेछौँ। सोच्नु भएको छ कहिले हाम्रो अधिकारको रक्षा वास्तवमा कसले गर्छ? जब हाम्रो स्वतन्त्रतामाथि प्रश्न उठ्छ, हामी कोसँग जाने? यो प्रश्न सुन्दा जति सरल लाग्छ, यसको जवाफ त्यति सरल छैन। हो, किनभने यो काम कुनै एउटा व्यक्ति वा संस्थाको काँधमा मात्र छैन। यो त विभिन्न तहमा काम गर्ने रक्षकहरूको एउटा बलियो सञ्जाल हो। कोही सरकारी स्तरमा काम गर्छन्, कोही सडकमा, अनि कोही विश्वव्यापी मञ्चबाट। आउनुहोस्, यो सञ्जाललाई एक-एक गरी केलाएर हेरौँ। यो सञ्जालको सबैभन्दा माथिल्लो र आधिकारिक तहमा आउँछ राष्ट्रिय मानव अधिकार आयोग, जसलाई हामी एनएचआरसी भनेर चिन्छौँ। यो राज्य आफैले बनाएको मानव अधिकारको रक्षा गर्न खडा गरिएको निकाय हो। एनएचआरसी, जुन विक्रमसम्म 2057मा स्थापना भएको थियो, यो कुनै सामान्य संस्था होइन है। यो एउटा संवैधानिक आयोग हो, जसको मतलब यसलाई संविधानले नै छुट्टै शक्ति दिएको छ। यसको मुख्य काम मानव अधिकार हननका घटनाहरूको छानबिन गर्ने हो। तर यति मात्र होइन, यसले दोषीलाई कारवाही गर्न सरकारलाई सिफारिस गर्न सक्छ र मानव अधिकार सम्बन्धी कानुन र नीतिहरूमा परिवर्तन ल्याउन पनि महत्त्वपूर्ण भूमिका खेल्छ। अनि एनएचआरसीको सम्पूर्ण कामलाई 3वटा शब्दले बयान गर्छ: गौरव, समानता र न्याय। हरेक व्यक्तिको गौरव, सबैलाई समानता र सबैका लागि न्याय, यही नै यस आयोगको मूल मन्त्र हो। ल, यो त भयो सरकारी तहको कुरा। तर मानव अधिकारको लडाईँ त सडकमा, गाउँ-गाउँमा लडिन्छ होइन र? हो, त्यही आउँछ अर्को महत्त्वपूर्ण खेलाडी, अनौपचारिक क्षेत्र सेवा केन्द्र अर्थात् इन्सेक। इन्सेक सन् 1988मा स्थापना भएको एउटा गैर सरकारी संस्था हो। यसको खास फोकस भनेको अनौपचारिक क्षेत्रमा छ, त्यो क्षेत्र जहाँ नियम कानुनको पहुँच कम हुन्छ र मानिसहरू बढी जोखिममा हुन्छन्। इन्सेकले के गर्छ त? यसले देशको कुना काप्चामा भएका मानवाधिकार उल्लङ्घनका घटनाहरूको दस्तावेजीकरण गर्छ, अर्थात् रेकर्ड राख्छ र त्यसबारे सचेतना फैलाउने काम गर्छ। तर इन्सेकको सबैभन्दा ठूलो र भनौँ न सबैभन्दा शक्तिशाली हतियार भनेको यसको वार्षिक प्रकाशन हो, मानव अधिकार वर्ष पुस्तक। यो किताबले देशको मानव अधिकारको अवस्थालाई ऐना जस्तै छर्लङ्ग देखाइदिन्छ। हरेक वर्ष तथ्याङ्कसहित यसले सत्यलाई बाहिर ल्याउँछ। अब हेर्नुहोस्, यहाँसम्म हामीले नेपालभित्रकै संस्थाहरूको कुरा गर्यौं। एकातिर एनएचआरसी र इन्सेक जस्ता राष्ट्रिय खेलाडीहरू छन्, तर यो खेल राष्ट्रिय स्तरमा मात्र सीमित छैन। यसको एउटा पाटो विश्वव्यापी पनि छ, जसले सिमानाभन्दा बाहिरबाटै प्रभाव पार्छ। हो, अब हामी कुरा गर्दैछौँ विश्वव्यापी मञ्चको, र त्यहाँ एउटा नाम नलिई हुँदैन, एमनेस्टी इन्टरनेसनल। सायद हामी सबैले यो नाम सुनेका छौँ। एमनेस्टीको कथा सन् 1961बाट सुरु हुन्छ। आज 70भन्दा बढी देशमा फैलिएको यो संस्थाले आफ्नो विश्वव्यापी नेटवर्क प्रयोग गरेर कुनै पनि देशमा हुने मानवाधिकार हनन, जस्तै यातना, गैरकानुनी थुना वा मृत्युदण्ड विरुद्ध आवाज उठाउँछ। यसले विश्वव्यापी रूपमा दबाव सिर्जना गरेर सरकारहरूलाई जवाबदेही बनाउन मद्दत गर्छ। अनि यो साल 1977, यो साललाई किन याद गरिन्छ? किनभने यही वर्ष एमनेस्टी इन्टरनेसनललाई नोबेल शान्ति पुरस्कार दिइयो। यो एउटा सम्मान मात्र थिएन, यो उनीहरूको कामको विश्वव्यापी मान्यता थियो, जसले उनीहरूको आवाजलाई अझै शक्तिशाली बनाइदियो। ल, अब यी तीनवटै टुक्राहरूलाई जोडेर हेरौँ। एकातिर सरकारी एनएचआरसी, अर्कोतिर ग्रासरुटमा काम गर्ने इन्सेक र तेस्रोमा विश्वव्यापी पहुँच भएको एमनेस्टी। यी फरक-फरक संस्थाहरूले आखिर कसरी एउटा प्रणालीको रूपमा काम गर्छन् त? यो तालिकाले पुरै कथालाई एकै ठाउँमा देखाउँछ। हेर्नुस् त, एनएचआरसी संवैधानिक निकाय हो जसले नीतिगत सिफारिस गर्छ। इन्सेक राष्ट्रिय एनजिओ हो जसले जमिनमा बसेर घटनाहरूको रेकर्ड राख्छ। अनि एमनेस्टी अन्तर्राष्ट्रिय एनजिओ हो जसले विश्वव्यापी वकालत गर्छ। सबैको काम गर्ने तरिका फरक, कार्यक्षेत्र फरक, तर लक्ष्य एउटै, मानवाधिकारको रक्षा। यी सबै मिलेर एउटा यस्तो सुरक्षा कवच बनाउँछन् जसले मानवाधिकारलाई बलियो बनाउँछ। तर यति बलियो सञ्जाल हुँदाहुँदै पनि एउटा प्रश्नले भने सधैँ घोचिरहन्छ: किन आज पनि हामी मानव अधिकार उल्लङ्घनका खबरहरू दिनौं सुन्छौं? यति धेरै रक्षकहरू हुँदा पनि किन यस्तो भइरहेको छ?
यो एउटा यस्तो प्रश्न हो जसको जवाफ हामी सबैले खोज्नु जरुरी छ।